कक्षा कोठामा एआईको कुरा आजकल जताततै छ होइन त? तर के यो साँच्चै प्रगति हो वा कतै हाम्रो आफ्नै सोच्ने क्षमताको अन्त्य त होइन? आउनुहोस् आज हामी यही तर्कको गहिराईमा डुबुल्की मारौं। यो प्रश्न एकदमै महत्त्वपूर्ण छ र यसले हाम्रो आजको पूरै छलफललाई एउटा दिशा दिन्छ। सोच्नुस् त, यदि एउटा मेसिनले नै निबन्ध लेख्ने, हिसाब मिलाउने अनि इतिहास बताउने हो भने त्यहाँ कसको दिमागको विकास भइरहेको छ त? अनि हेर्नुस्, यो कुनै हावामा उठाएको प्रश्न मात्रै होइन। वास्तवमा यो एउटा निकै बलियो तर्कको आधार हो, खासगरी स्कुलहरूमा एआईको अनियन्त्रित प्रयोग विरुद्ध। यसले त हाम्रो मौलिक सोचको भविष्यमाथि नै एउटा ठूलो प्रश्न खडा गरिदिएको छ। यो तर्कको एकदमै मुटुमा यही कुरा छ। कस्तो गजबको तुलना है! दिमागको मांसपेशीलाई एल्गोरिदमको सुविधासँग साट्ने। मतलब के हामीले दिमागलाई कसरत गराउनै छोडेर टेक्नोलोजीले दिएको सजिलो बाटो मात्रै रोजिरहेका छौं त? अब यो तर्कलाई अझै राम्ररी बुझ्नको लागि यसलाई 3वटा मुख्य पिलर्स वा स्तम्भहरूमा बाँडिएको छ। ल, अब एक एक गरेर ती सबैलाई हेरौँ है त। पहिलो हो रचनात्मकताको अन्त्य, दोस्रो निर्भरता र अल्छीपना, अनि तेस्रो गलत सूचनाको पासो। यी तीनवटा बुँदाले हामीलाई यो तर्कलाई बुझ्न एउटा स्पष्ट बाटो देखाउँछ। ल त, सुरु गरौँ पहिलो स्तम्भबाट, रचनात्मकताको अन्त्य। यो तर्कले के भन्छ भने जब कुनै उत्तर तुरुन्तै 1 सेकेन्डमै पाइन्छ, तब त्यो उत्तर खोज्न गरिने जुन सङ्घर्ष छ नि, त्यो दिमाग लगाउने प्रक्रिया, त्यो त हरायो नि। अनि खास सिकाइ भनेकै त त्यही सङ्घर्षमा, त्यही विचार मन्थनमा लुकेको हुन्छ। जब त्यो नै रहेन भने मौलिकता कहाँबाट आउँछ? यहाँ हेरौँ त, एकातिर छ मान्छेको तरिका, जहाँ सङ्घर्ष छ, खोज छ अनि व्यक्तिगत विकास छ। अर्कोतिर छ एआईको तरिका, जहाँ एउटा प्रश्न सोध्यो, तुरुन्तै जवाफ आयो। यो तर्क अनुसार यही नै हो समस्या। यही सजिलो बाटोले गर्दा मौलिकता हराउने र सिकाइको जुन गहिराई हुनुपर्ने हो, त्यो कम हुने ठूलो खतरा छ। ठिक छ, अब पालो दोस्रो स्तम्भको, निर्भरता र अल्छीपना। यहाँ एउटा गजबको शब्द प्रयोग गरिएको छ, डिजिटल बैशाखी। यसले के चिन्ता देखाउँछ भने हामी एउटा यस्तो पुस्ता तयार गर्दैछौँ कि जो यो डिजिटल बैशाखी बिना हिँड्नै नसक्ने होस्। मतलब सामान्यभन्दा सामान्य काम गर्न पनि टेक्नोलोजी चाहिने। आधारभूत सिपहरू त खियाल लागेर जाने भयो नि। अनि यो प्रश्नले त झस्काउँछ, ब्याट्री सकिएपछि के हुन्छ? सोच्नुस् त, कति सरल तर कति गहिरो कुरा। जब त्यो डिजिटल बैशाखीले काम गर्दैन, जब इन्टरनेट चल्दैन वा ब्याट्री सकिन्छ, तब के हुन्छ? यसले साँच्चै सोच्न बाध्य बनाउँछ। अब जाउँ हाम्रो तेस्रो र अन्तिम स्तम्भमा, जुन हो गलत सूचनाको पासो। यो कुरा बुझ्न एकदमै जरुरी छ। एआईले हामी मान्छेले जस्तो यो सही हो, यो गलत हो भनेर बुझेर जवाफ दिने होइन। एआई भनेको त एउटा अनुमान लगाउने मेसिन हो। यसले इन्टरनेटको खर्बौं शब्दहरू हेरेर कुन शब्दपछि कुन शब्द आउँदा सबभन्दा सुहाउँछ भनेर भविष्यवाणी मात्र गर्ने हो। अनि त्यही भएर एआईमा आँखा चिम्लेर विश्वास गर्नु खतरनाक हुन सक्छ। पहिलो त सत्य के हो भनेर जाँच्ने बानी नै छुट्छ। दोस्रो, एआईले लेखेको कुरालाई फ्याक्ट वा तथ्य मान्न थालिन्छ। अनि सबैभन्दा ठूलो खतरा, एआईको भाषा एकदमै राम्रो, एकदमै फ्लुएन्ट हुन्छ। अनि त्यही राम्रो भाषा देखेर लेखेको कुरा पनि सही नै होला भनेर झुक्किने सम्भावना धेरै हुन्छ। अन्ततः यो तर्कको सार यही एउटा लाइनमा छ, शिक्षा भनेको पानामा लेखिएको अन्तिम जवाफ होइन, यो त्यहाँसम्म पुग्ने दिमागको यात्रा हो। कति सुन्दर कुरा, महत्त्वपूर्ण कुरा एन्सर होइन, त्यो एन्सरसम्म पुग्न दिमागले गरेको मेहनत, त्यो यात्रा हो। त्यसैले यो पूरा तर्कको निचोड के हो भने मानविकीमा मानवलाई चाहिँ जीवितै राखौं, टेक्नोलोजीलाई सहयोगीको रूपमा प्रयोग गरौं, तर त्यसलाई हाम्रो सोच्ने क्षमताकै ठाउँ लिन नदियौं। मानवीय सोच, अनुभव र मौलिकता नै शिक्षाको केन्द्रमा हुनुपर्छ। र आजको यो विश्लेषणलाई हामी यही एउटा प्रश्नमा आएर बिट मार्छौं। यो टेक्नोलोजीको युगमा हामीले आफ्नो लागि आफै सोच्ने अधिकारको रक्षा कसरी गर्ने? यो प्रश्न विद्यार्थीहरूको लागि मात्रै होइन, यो त हामी सबैको लागि हो।